नमस्कार दर्शक महानुभावहरू, स्वागत गर्न चाहन्छु स्कोर चौतारीमा। फेरि पनि एकपटक विश्वकपको जरोले सारा नेपालीलाई छोपेको छ। आज माघ 20 गते नेपाली क्रिकेट इतिहासको एउटा अर्को महत्त्वपूर्ण अध्याय सुरु हुँदैछ। भारतको मुम्बईमा कडा तयारी गरेपछि हाम्रो नेपाली टोली अहिले दक्षिण भारतको क्रिकेट हब चेन्नई पुगेको छ। सारा नेपालीको नजर एउटै खेलमा छ, नेपाल भर्सेस युएई। वार्म अप म्याच किन छ त यो खेस खास भन्नु पर्दा, हुन त यो एउटा वार्म अप खेल मात्र हो। चेन्नईको एमए चिदम्बरम स्टेडियमको पिच स्पिनहरूको लागि स्वर्ग मानिन्छ। सन्दीप लामिछाने, ललित राजवंशी र गुलशन जस्ता बलरहरूका लागि यो आफ्नो स्पिनको जादु देखाउने र विश्वकप अघि आत्मविश्वास बटुल्ने अन्तिम मौका हुनेछ। युएईसँगको खेल नेपाली समय अनुसार साँझ 5:15 बजे सुरु हुनेछ। मुम्बईको क्याम्पबाट सिधै चेन्नई पुगेको टोलीले आज आफ्नो बेस्ट प्लेइङ 11 सेट गर्ने प्रयास गर्नेछ। विश्वकपको कठिन बाटो, समूह सीको चुनौती। नेपाल यसपटक सजिलो समूहमा छैन। हामी समूह सीमा छौँ जहाँ दुई पटक विश्व विजेताहरू हाम्रो बाटो छेकेर बसेका छन्। फेब्रुअरी 8मा इङ्ल्यान्ड डिफेन्ड च्याम्पियनमा जस्तो शक्तिशाली नेपालको भिडन्त हुनेछ। यो खेल नै नेपालको विश्वकप यात्राको दिशा तय गर्ने खेल हुनेछ। वेस्ट इन्डिज र स्कटल्यान्ड यी दुवै टोली टी20का महारथी हुन्। तर एउटा खुसीको खबर के छ भने नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ। वानखेडेको पिच ब्याट्सम्यानका लागि अनुकूल मानिन्छ, जहाँ रोहित पौडेल, कुशल भुटेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरीले आगो उकाल्न सक्छ। टोलीको विश्लेषण जोसिला युवा र अनुभवी जोडीहरू छन्। यो विश्वकपमा नेपालको तेस्रो सहभागिता हो। 2014को डेब्यू र 2024को अनुभवपछि यो टोली परिपक्व देखिएको छ। ब्याटिङमा कप्तान रोहित पौडेलको शान्त स्वभाव र दिपेन्द्र सिंह ऐरीको पावर हिटिङ नेपालका लागि मुख्य हतियार हुन सक्छ। साथमा सन्दीप जोरा र लोकेश बम जस्ता एग्रेसिभ ब्याट्सहरूले विपक्षीको साथ उडाउन सक्छ। बलिङमा सोमपाल कामी र करण केसीको अनुभवले सुरुवाती ओभरमा विकेट झार्ने अपेक्षा गरिएको छ भने स्पिन बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी विपक्षीको टाउको दुखाइ बन्ने निश्चित छ। आजको युएईसँगको खेलपछि नेपालले विश्राम लिने छैन। लगत्तै बिहिबार क्यानाडासँग अर्को वार्म अप खेल खेल्नेछ र त्यसपछि सुरु हुनेछ असली म्याराथन। फेब्रुअरी 12मा इटली, 15मा वेस्ट इन्डिज र 17मा स्कटल्यान्डसँगको खेलले नेपाल सुपर 8मा पुग्छ कि पुग्दैन भन्ने फैसला गर्नेछ। अब फ्यानहरूसँग मेरो एउटा संवाद के छ भने, साथीहरू, आजको खेलमा नेपालका कुन खेलाडीले प्लेयर अफ द म्याचको प्रदर्शन गर्लान्? के कुशल भुटेलको ओपनिङले चेन्नईमा धमाका मचाउला या सन्दीप लामिछानेले आफ्नो फिर्कीमा युएईका ब्याट्सम्यानलाई नचाउलान्? तपाईँको अनुमान तल कमेन्ट बक्समा लेख्नुहोस्। र यो यदि तपाईँ चेन्नईमा, मुम्बईमा हुनुहुन्छ र रङ्गशाला जाँदै हुनुहुन्छ भने हामीलाई भिडियो पठाउन नभुल्नुहोला। नेपाली क्रिकेटको हरेक सानो ठुलो अपडेट, विशेष विश्लेषण र इन्साइट र स्टोरीका लागि हेर्दै रहनुहोला स्कोर चौतारी। हामीलाई सब्स्क्राइब गर्न र बेल आइकन थिच्न नबिर्सनुहोला। जय नेपाल, जय नेपाली क्रिकेट।